अलराइट गाइज, आज चाहिँ हामी स्कुल जान लागेका छौँ है। बेलुका हामी होस्टेल बस्ने हुनाले साथसाथै पहिला सानो छँदाखेरि है हाम्रो दाइहरूले यो पुरै अहिले देखाए नि चाहिँ यो जङ्गलबाट चाहिँ दाउरा लिएर बाल्थे है। अहिले चाहिँ ग्यासको प्रचलनमा आएको हुनाले हामीहरू ग्यास बाल्छौँ। त्यही हो गाइज, पहिलाभन्दा धेरै फरक छ, सुविधा छ भनौँ। सो बाई बाई गाइज, म फेरि स्कुल पुगेपछि भेटौँला। र पहिला होस्टेल थियो, अहिले के कस्तो भवन लागेका रहेछन्, स्कुल पनि देखाउने। सो अलराइट गाइज, म चाहिँ अहिले स्कुल जानको लागि हिँड्दैछु है। अनि म चाहिँ स्कुल मस्टरजन स्कुल पुग्दाखेरि 2 घन्टा लाग्छ। टाइम साह्रो हुन्छ गाइज, यस्तो छ। मन घर टाढा टाढा भए पनि मन नजिक नजिक हुन्छ भन्छन् है। सहरतिरको घर नजिक नजिक भए नि मन टाढा टाढा हुन्छ भन्छन्। हो रहेछ है, हो बुझ्दैछु पनि, त्यही हो। सयपाल हिमाल राम्रोसँगदेखि छैन है। सो अलराइट गाइज, यो चाहिँ यहाँ चाहिँ बस्ने चौतारा हो है, हेर्न सक्नुहुन्छ। यस्तो यहाँ चाहिँ हामी बस्छौँ। यो चाहिँ यस्तो ठाउँमा बसेर अब हिँड्छौँ। 5 बजिसक्यो है, त्यस्तै हो। कमेन्टमा भन्नु होला है, त्यही भन्न चाहन्छु। अब यसो हिँड्दैछु गाइज, अब हेर्न सक्नुहुन्छ अहिलेको बेलुकाको भ्यू चाहिँ यस्तो छ, त्यही हो। त्यही हो, घारी देखाएँ नि। हो त यहाँबाट चाहिँ दाइहरू दाउरा लगेर है होस्टेलमा बाल्थे। अहिले त यस्तो छैन, ग्यास आइसकेको छ है। अहिले त ग्यास नभए नि आधुनिक ग्यास आइसकेको छ, करेन्टबाट चल्ने। अनि त्यहाँ चैनपुर बजार पनि देखिरहेको छ। अहिले पुरै घारी हुनाले त्यति राम्रो, त्यति साह्रो देखिएको छैन। देखाउने छु चैनपुर बजार लगायत मेरो कुल मस्टरजन स्कुल कोठा, म बस्ने रुम पनि कस्तो छ हेर्नु होला है, त्यही भन्न चाहन्छु। चैनपुर बजार होइन, यो चाहिँ भोपुरको स्कुल यहाँ छ है। लगायत यहाँ चाहिँ मेरो गाउँ चाहिँ अलराइट गाइस, यहाँबाट चाहिँ पहिला त्यहाँ दाइहरू होइन दाउरा लग्थे। यो पुरै सल्लाहको घारी हो है। अनि यहाँ थियो, यहाँ होस्टेल थियो, तर अहिले के छ हेर्न सक्नुहुन्छ। यति ठुलो भवन लागेको छ। यो चाहिँ पहिला सुस्त मनस्थिति बालबालिकाहरूलाई राखिन्थ्यो है। अहिले यस्तो छ गाइज है, पुरै भवन। अनि यहाँ चाहिँ जाली हालेको, यहाँ चाहिँ स्कुल छ। पहिलाको होस्टेल अहिले कस्तो छ हेर्न सक्नुहुन्छ गाइज। यो स्कुल हो है, अनि होस्टेल, यो पुरै होस्टेल हो। पहिला यहाँ विद्यार्थी बस्थ्यो, अहिले चाहिँ होस्टेल छ है। यो गाइज, यो चाहिँ मेरो कोठा गाइज, यस्तो छ पुरै हेर्न सक्नुहुन्छ। यस्तो होस्टेल, यो पुरै मेरो लुगाहरू है। अनि यहाँ किताबहरू, यति चाहिँ मेरो, चाहिँ भाइहरूको हुन्। यस्तै छ गाइज। अब भाइहरूका लुगा चाहिँ यता छ। यो होस्टेलको क्याप्टेन भएको कारणले चाहिँ निवेदन अस्ति सङ्कल्प, होस्टेलको क्याप्टेन भएको कारणले चाहिँ के बोले भाइ? अब के बोले?